फाइनली गाइस नेपालले चाहिँ 19 रनले चाहिँ जित हासिल गरेको छ। हिस्टोरिक मोमेन्ट चाहिँ भयो यो हैन नेपालको। पहिलोचोटि नेपालले चाहिँ यसरी आइसिसी म्याचमा चाहिँ मजाले जित्न सफल भएको छ। यो एउटा इतिहासको कुरा पनि थियो आज हैन, तर पनि नेपालले जित्यो, 19 रनले जित्यो। आज दिल खुस छ। बिचमा अलिकति सोम्पल कामीले चाहिँ अलिकति तर्साइदियो के, बढी रन हान्थ्यो कि बढी रन चाहिँ हान्थ्यो कि सोम्पल कामीलाई, तर ठिक छ। पछि कमब्याक चाहिँ करण केसीले बवाल गरे। आज मेरो मन जित्यो चाहिँ कसले भन्दाखेरि भुर्तेल मामा र करण केसीले। बवाल बवाल। यही हो साथीहरू, हिस्टोरिक मोमेन्ट हो। आज नसुती यसरी हेरिरहेछु, आँखा पुरै यस्तो झुम्मा भएर पनि हेरेछु। झन्न 12 बज्न लागेछ। सबैजनाले सेयर गर्नु होला, भिडियोलाई माया गर्नु होला, हेर्नु होला। थ्याङ्क यू सो मच। जय नेपाल, जय क्रिकेट।